हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग फ्रम मुम्बई। आज म जाँदैछु इन्फिनिटी मल। त्यहाँ चाहिँ घुम्नलाई अनि प्लस सपिङको लागि म गइरहेको छु। यति धेरै इन्जोय गर्दा गर्दै अब चाहिँ जाने दिन पनि आइसक्यो क्या। अनि अब जानुभन्दा अगाडि चाहिँ मैले अब के किन्नलाई बाँकी रहेको छ त्यो सामानहरू चाहिँ हेरिरहेको छु। मलाई एकदमै धेरै मनपर्ने भनेको चाहिँ इन्डियाबाट चाहिँ कुर्ता नै हो क्या। मेन चाहिँ कस्तो धेरै मनपर्छ क्या मलाई यहाँको क्वालिटीहरू चाहिँ। अनि मैले चेक गरिरहेको छु, तर मलाई चाहिँ एकदमै धेरै सिम्पल चाहिएको। यहाँ चाहिँ हेभी जस्तो लाग्यो मलाई। अनि अलिकति लाइटवाला चाहिँ हेर्दै हेर्दै म हिँडिरहेको छु। म यहाँ आउनु अघि पुरै चेक गरेर आएको हो क्या कस्तो छ भनेर। तर मैले यहाँ पर्सनली आइसकेपछि थाहा पाएँ कि कति धेरै राम्रो राम्रो ब्रान्डहरूमा पनि 30%, 40%, कुनैमा त 50% अफ पनि थियो। मैले लिएको पनि छु गाइस। अनि यहाँनिर मलाई दुईवटा कुर्ता मन पर्यो। कुन लिने भयो क्या। मलाई कुनले बढी सुहाएको थियो कमेन्ट गरिदिनु ल। अनि म रिप्लाई गर्छु कि मैले कुन लिएँ भनेर। अब मैले यहाँबाट कुर्ता लिएँ, मलाई मन परेको होइन। अनि त्यसपछि म अर्को सेक्सनतर्फ गएँ। गाइस गेस वाट, आइ एम सो एक्साइटेड। मलाई त कस्तो लट्री नै लाग्यो जस्तो फिल भयो क्या। यहाँनिर म्याक्स ब्रान्डमा चाहिँ 40% अफ चलिरहेको रहेछ क्या। अनि मलाई के थियो र त्यति भइसकेपछि मैले फटाफट ड्रेसहरू लिएँ, त्यहाँबाट निस्किएँ। अनि अब म मेकअप सेक्सनमा गएँ। त्यस्तो धेरै केही मन परेन, तर मैले चाहिँ लिप लाइनर चाहिँ लिएको थिएँ त्यहाँबाट। लिप लाइनर चाहिँ सबैमा एडजस्ट हुँदो रहेछ र मैले लिएँ। अनि त्यहाँबाट म निस्किएँ गाइस टकटक लाएर। आजको सपिङ पनि सक्यो अनि गर्मी पनि भयो। म चाहिँ आइसक्रिम खाँदै हजुरलाई बाई बाई भन्छु। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।